हेलो सम्पूर्णमा नमस्कार। म चाहिँ आफ्नै कथा व्यथा केही कुराहरू तपाईँहरूलाई सुनाउँदैछु, सेयर गर्दैछु। कस्तो लाग्छ कमेन्ट गरिदिनु होला हैन। म चाहिँ विगत केही वर्ष अगाडि चाहिँ गाडी चलाउँथेँ, म ड्राइभर हो। म चाहिँ अब ड्राइभरमा चाहिँ नभएको चाहिँ होइन, महिनाको 30,000 35,000 त हुन्थ्यो नै नेपालमा पनि हैन। आफूले बचाउन नसकेर मात्रै यस्तो भएको हो। अब चाहिँ विदेश गएर के नै हुन्छ है, सबै भइहाल्छ, सब थोक हल हुन्छ भनेर चाहिँ छिरियो विदेशतिर सिक्युरिटी गार्डमा। तर भने जस्तो चाहिँ भएन साथीहरू। सायद अलि पछाडिको अब लाटो यताउता के भइदिएको भए सायद अलिकति हुन्थ्यो होला। अब चाहिँ बोल्ने मान्छे हैन, ठ्याक्क बोल्ने मान्छे भएको हुनाले चाहिँ सिधै इन्चार्ज पोस्टमा हालिदियो। इन्चार्जमा हाल्दाखेरि चाहिँ इन्चार्ज पोस्ट चाहिँ मैले चाहिँ सेटल गर्न ह्यान्डल गर्न सकेन। त्यही भएर मैले आफै रिजाइन हाने। अब केही वर्ष भन्दा पनि केही महिना पछाडि अब फेरि आफ्नै देशतिर फर्किनुपर्छ, आफ्नै पेसा अँगाल्नुपर्छ। जे भयो भने आफ्नो पेसा भनेको पेसै हो हैन, जानेको काम त्यही हो भनेपछि त त्यसैमा खुसी रहनुपर्छ, हुनु सिक्नुपर्छ हैन। अब गरिरहेको काम गर्दाखेरि राम्रो पनि हुन्छ, खुसी पनि हुन्छ। खुसी पनि थिएँ म त्यतिखेर। विदेश गएर म धेरै गर्छु भनेर आएको, तर जे आफूले सोचे हुन्छ त्यस्तो चाहिँ कहिल्यै पनि नहुँदो रहेछ। त्यही भएर चाहिँ अब आफ्नै देशतिर केही गर्नुपर्छ भनेर म पनि आउँदैछु। सल्लाह सपोर्ट सबैजनाले दिनु होला हैन। त्यही भन्दै अहिलेको भिडियोबाट चाहिँ बिदा हुन चाहन्छु है त। हवस् त, नमस्कार।